जिन्दगीको नियतिले कस्तो खेल खेल्यो रहेन सुख जहिले नि दुःख भाग्य छोराको निष्ठुरी भई लेखेछौ दैव भाग्य छोराको निष्ठुरी भई लेखेछौ दैव भाग्य छोराको भाग्य छोराको कहाँ जानुभएको थियो घरमा पनि आउनु भएन साथीकोमा गएको थियो अब साथीले उतै बस भन्यो त्यसरी अनि कति मोबाइल चलाइरहेको के गर्नु दाइ काम छैन अनि मोबाइल चलाएर बस्यो अनि तिमीले सर्टिफिकेट लियो लिइसक्यो आन्टी त आन्टी भित्र हुनुहुन्छ ए हो तिमी पनि भित्र आउने किन बाहिर हस् दाइ बाबु हिजो कहाँ बसेको थियो घर पनि आएन साथीकोमा गएको थियो साथीले यतै बस भन्यो त्यही भएर उतै बस्यो जखन हेर्न गएको थियो जखन हेर्दाखेरि के भन्यो त अब के नै भन्नु त अब झाँक्रीको कुरा हो के पनि भएको छैन भन्यो खासै मलाई झाँक्रीको कुरा त विश्वास लागेन हस्पिटलतिरै लानु पर्ला कि गंगा कति मोबाइल चलायो के भन्दा अल्छी लाग्छ अनि जमुना खोइ त जमुना एकछिन बाहिर गर्थ्यो आन्टी मम्मी खोइ त खै मम्मी मिटिङ भन्नुहुन्छ जतिखेर पनि फोन आएको छ मम्मीको मिटिङ छ भनेर बाहिर जानु भएको छ खै मम्मीको पनि चालमाल ठिक लाग्दैन मलाई के भन्ने एउटा आउँछ एउटा जानुहुन्छ एउटा आउँछ एउटा जान्छ छोरी पनि कति मोबाइल चलाएको के गर्नु आन्टी अल्छी लाग्छ काम साम छैन मोबाइल पनि धेरै चलाउनु हुँदैन छोरी मान्छे भएर बिग्रिन्छ आन्टी तपाईँले सम्झिनु क्या हो निकै स्याहार देखिन्छ होइन मलाई सन्चो छैन के भएको तपाईँ टाउको दुखिरहेछ औषधि खानुभयो औषधि खाएको छैन एकचोटि डल्ली आन्टीलाई भेट्न जाउँ कि भनेको खानेहरूलाई देखेर सडकमा हालिँदै हिँडेको खै कहाँतिर गयो राम्रोसँग हेर्नु के गर्यो धेरै नै अब दिमागमा असर पर्यो भने अब हस्पिटलतिर लिएर जानु पर्ला उसको पनि यता कोही पनि चाहिँदैछ के गर्ने त हामीले नै हेर्नु पर्ला जस्तो छ नि होइन हेर्नु पर्यो नि हामीले अब सौतिनी आमा छ सौतिनी आमाले हेर्दैन अब खाना त दिँदैन के हेर्ला हामी आफन्तको नाते भयो नि त हेर्नु पर्यो साथी जमुना चाहिँ कहाँ गयो खै दाइ कसको फोन आयो भनेर गर्थ्यो कहाँ पो गयो मेरो गाउँमा त उसले त कसै चिनेको छैन होइन छैन जहाँ चाहिँ कहाँ गयो त त्यो बाबु के भयो के भयो तिमीले एउटा कुरा थाहा छ कस्तो कुरा आन्टी तिम्रो ठुलमामा आउनु भएको छ नि विदेशबाट मेरो ठुलो मामा कहिले आउनु भएको हिजो भर्खर आउनु भएको ए हो र अब त रमाइलो हुने अनि अहिले कहाँ जानुभयो अब बल्ल बल्ल विदेशबाट आउनु भएको गाउँ घुम्न जानुभएको छ ए हो र
मामा आउनु भएछ एकदमै खुसी लाग्यो। साँच्चै मामा चाहिँ कहाँ जान्छु भनेर जानुभएको? गाउँ डुल्छु भन्दै हुनुहुन्थ्यो, गाउँतिर जानुभएको छ। हेलो हजुर म त मामा घरमा। ए हो र? ल त्यसो आउन त ल, म भेट्न आउँछु। ए ल ल ल कहाँनिर आउने? ए ल ल हस् हस् ल आइहाल्छु। गङ्गा कति मोबाइल चलाइरहेको? यहाँ मामाको म वाइफाई रहेछ, त्यही भएर चलाएर बसेको दाइ। धेरै मोबाइल नचलाइ, दिमाग ग्याङ हुन्छ। म एकछिन बाहिर जान्छु, अहिले एकछिन बाहिर आउँछु। होइन के हो आन्टी, दाइको लभ परेछ कि क्या हो? जतिखेर नि एकछिन एकछिन भन्दै जाँदै गर्नुहुन्छ, किन हो? अब जवान भइसक्यो, बिहे गर्ने उमेर भयो, अब होला नि उसको पनि ठाउँमा केटी। अनि आन्टी अस्ति त दाइले बिहे गर्नुपर्छ भन्दाखेरि त कोही छैन भन्नुभएको थियो। के थाहा त, हाम्रो अगाडि त छैन भन्छ नि, बाहिर होला नि। त्यसो भए हाम्रो दाइले हामीलाई थाहै नपाइकन भाउजू ल्याउनुहुन्छ क्या हो आन्टी? ल्याइदिए त हुन्थ्यो। आन्टी एउटा कुरा सोधा, के गर्यो नानी भन त? तपाईँको पनि कता कता गाउँतिर हल्ला सुनेको थियो। के कुरा हो? त्यसो गरे त हिँडेको त छैन म। के कुरा सुनेको तिमीले त्यस्तो? छे छे के छे छे भइरहेको? प्रश्न भन न। छेवा हो। त्यसको नाम नलिए मेरो अगाडि। त्यसको नाम लिए कि मेरो अगाडि नै कन्जर तातेर आउँछ। सुनेको कुरा भनेको आन्टी। छोरी अबदेखि त्यसको कुरा नगर है। मामा पनि आउने बेला भइसक्यो, अब खाना पकाउनु पर्यो। हिँड तिमी पनि। आन्टी तरकारी मैले केलाइसक्यो, तपाईँ जाँदै गर्नु, म एकछिन आउँछु है। ल ल धेरै मोबाइल चलाएर नबस है, चढाउ। कस्तो मिठो कुराकानी भइरहेको थियो। कहिले दाइ आएर डिस्टर्ब गर्नुहुन्छ, कहिले आन्टी आएर डिस्टर्ब गर्नुहुन्छ। गङ्गा हजुर आन्टी। अहिलेसम्म के गरिरहेको? भान्सामा आऊ भनेको। आए आन्टी आए। ल ल चाँडो आऊ छिटो। छोरी आए आन्टी आए। मामा आउने बेला भइसक्यो, तरकारी पकाउनु पर्यो। कति बेर लागेर बस्या? छुटाऊ भनेको। ल ल आन्टी आए, म आइहालेँ। ल ल चाँडो आऊ छिटो। ए आन्टीले पनि कति बोलाइराख्नु भयो होला, धनै पर्यो। होइन यो केटाको हो, मेरै घरबाट आएको छ लखर लखर। यसो हेर त दिदीको जति अनुहार छ। भान्जे पनि आएको छ भने सुनेको थिएँ मैले। भान्जे हो कि क्या हो है? हजुर मलाई बोलाउनु भएको हो।
हेर्दाखेरि त लाउरी जस्तो देखिन्छ। मेरो मामुनि लाउरीबाट आउनु भएको हुन्थ्यो। होइन, मेरो मामु हो क्या हो? बाबु के सोचिरह? के पनि होइन। माइरेन दिदीको छोरा हो? हो। अनि हजुर चाहिँ को हुन्? म माइरेन दिदीको जेठो भाइ राम ओइबा। ए मामा लासो। अनि मामा हजुर हजुर कहाँ पुगेर आउनुभयो? कहाँ जानु नि भन्छ। धेरै समयपछि विदेशबाट आएको, यसो गाउँघर पनि घुम्नै पऱ्यो, हेर्नै पऱ्यो इष्टमित्र, गाउँ घुमेर अनि फर्केर आनी। अनि भान्जा चाहिँ कता नि? हेर्नुहोस् मामा, एमएलसी फोन आयो, एकछिन तल एकजना साथीलाई भेटाउँ कि भनेर निक्लेको। ए अनि खानापिना भयो? छैन मामा, आन्टीले पकाउँदै हुनुहुन्छ। ए हो भान्जा हिजो दिदी आउनु भएको थियो, म पनि बल्ल बल्ल विदेशबाट आएको। 2-4 दिन बस्नु न दिदी भनेको, काम छ भन्छ। फोन पनि आएकै छ, कति फोन आला। तिम्रो मम्मी त नेतै भयो क्या भान्जा। सोध्दैन जस्तो जानुहुन्छ। आमाले पनि खासै भने त्यति माया गर्दैन। मेरो संसारमा को नै छ मामा। मेरो बस्ने ठाउँ कहीँ नभएपछि मामालाई सोध्दै सोध्दै आएको। तपाईँ पनि आउनुभएछ, एकदम खुसी लाग्यो मलाई। भान्जा किन टेन्सन लिइरहेको? के भयो? मामा छ त नि, टेन्सन लिनुपर्दैन। मामा छ, म पनि बाउसम्मको मान्छे हो। कि मामा कि आमा भन्छ, टेन्सन लिनुपर्दैन। म छ। मामा हजुर यति भनिदिनु भयो, म एकदमै खुसी छु मामा। घर दिन्छ नि त भन्छ। होइन मामा, मेरो एउटा सानो काम छ, काम सिक्ने बित्तिकै आइहाल्छु म। ल बास मामा। ल छेराङ्गो गोलो। दिन भइसक्यो मलाई खानेकुरा छ दिन न दिन खानेकुरा दिन न खानेकुरा नदिने ढुङ्गाले हान्ने वा
मेरो बुढो देखाछ छ बुढो देखाछ बुढो देखाछ कोन बुढो छ न लुगाले आने बहिनी बहिनी के भयो ऊ त डल्ली बहिनी पो रहेछ बिचरा बहिनी नै दाले नि बाजे भन्छ बहिनीहरू त खुसिया भन्थ्यौ राम्रोसँग खुसिया छ है त गर्खा ओ भान्जी खानु छ खानु तातो पस गरेर छिटो कति दिन भएको होला ए ल खानु ल्या भान्जी ल डल्ली खानु खाऊ दाइलाई बाजे भन्छ खुस्किएपछि यस्तै हो खाना ल्याउ कि पुग्यो खाऊ खाऊ ल खाऊ पानी भान्जी ल कनानी पानी ल के कति भोग लाग्छ हेर त भान्जी भाजी जस्तो पानी ल्याऊ अड्केर चयरलाई डोलीलाई कदिनको भोकालाई घे खाने ल्याऊ भाजी ल्याऊ अर्कै छिटो ल नानी खाऊ ल अड्केर ल खाऊ के गर गङ्गा के भएको थियो डल्ली बहिनी कहिले त्यस्तो पाउला थियो खै मामा अस्तिसम्म त ठिकै थियो बाउलिनन् किन नबाउलिनु घरमा सौतिनी आमा छ बुढा पनि आउँदैन कहाँ गयो बिचारा डल्ली आन्टी गङ्गा थाल चाहिँ टिपेर सफा गरेर आउनु ल मोबाइल ल हेरा बिचारा डल्ली आन्टी त अस्तिको भन्दा नि झनै बाउलाएको एउटा जित्रै छोडेर के हुन्छ मान्छेको जिन्दगी
डल्ले आन्टी ए डल्ले आन्टी होइन जोगन हेर्दा झाँक्रीले बाउला होइन भन्छ मान्छेको त अब यस्तो छ म आफै बुझ्न सकेन के हो नाटक गरे हो कि मेरो बुढा देख्या खानेकुरा छ खानेकुरा ल्याउ न मलाई कस्तो भोक लागेको छ मैले बनाउनु झाँक्री खाँदेर सबै कुरो म सबै निकाल्छु भन्छ मेरो बुढा गए मेरो बुढा देखेछ तपाईँले त मैले देखेँ जस्तो लाग्यो तपाईँ पनि तामाङ हो मै तामाङै हो जिङ्सु रहेछ के गर्ने मेरो कथा देख्दा बेग्लै नै छ पिर परेको मान्छेले या दिउँसो या बिहान या रात केही थाहा नहुनुहुन्छ बस खान पाएँ म कहिले पनि खान्छु
त्यसो भए चिया खान्छ होला चिया त खान्छु तर कालो चिया खान्छ बहिनी एक कप कालो चिया ल्याउनु त ए त्यही त भन्नु आज जति खाए पनि यो रक्सी मलाई लाग्दै लाग्ने के हो यो के भयो कोदोको झोल भनेको थियो अर्कै पऱ्यो कि लाग्दै लागेन भने त्यत्रो खाइरहेको बहिनी अर्को एक बोतल रक्सी ल्याउनु त धेरै नखानु भयो होइन के धेरै खायो भने त गाह्रो हुन्छ नि खानु पर्दैन धेरै नखाऊ तपाईँको नाम मेरो नाम छेवाङ लामा छेवाङ चाँडो कहिले पनि समस्याको समाधान हुँदैन यो त मान्छेले भन्ने मात्रै हो तपाईँ त एकदम केही पुरानो खास तपाईँले के भइरहेछ मेरो जिन्दगीको कथा धेरै लामो छ जमुना यसरी हामी कति दिनसम्मको पिलो पिताहरू मलाई त धेरै गाह्रो भएको छ तिमी बिना म एक्लै पनि बस्न सक्दिनँ घरबाट आमाले पनि बिहे गर्नु भन्नु कराइरहनु भएको छ सघाउने मान्छे कोही पनि छैन मैले पनि यसो सोचेको बिहे गऱ्यो भने आमालाई केही सघाउने मान्छे बुढी आमा साह्रै बिमार भएको छ अब त मैले त तिमीसँग बिहे गरेँ तिमी मसँग बिहे गर्छु म पनि त बिना बाँच्न सक्दैन धेरै माया गर्छु अहिले नै बिहे भन्दा बच्चापछि खेलहरू पनि छ तब त जागिर छैन पहिलो जागिर खानु अनि पैसा कमाउनु अनि मात्रै बिहे गरौँ होइन कस्तो कुरा गरेको जमुना तिमी म काठमाडौँ कमाउनु गइसकेपछि घरमा आमा एक्लै हुँदैन त्यो पनि फेरि आमा बिरामी हुनुहुन्छ पानी तताएर दिने मान्छे पनि छैन म काठमाडौँ गएपछि झन् एक्लै हुन्छु त्योभन्दा बरु पहिला तिमीलाई बिहे गर्छु म घरमा राख्छु अनि म काठमाडौँ जान्छु आमाले साथी पनि हुन्छ आमाको हेरचाह गर्नु हुन्छ एउटा छोराको कर्तव्य त मैले पुरा गर्नुपर्छ बिचरा आमाले जन्म दिनुभयो हुर्काउनु भयो पढाउनु भयो मलाई यत्रो बनाउनु भयो अहिले दुःखको अवस्थामा मैले आमालाई एक्लै छोडेर जान सकिँदैन किनभने बिरामी आमालाई एक्लै छोडेर म कहाँ जान सक्छ र आमाको माया भनेको माया नै हो मैले यो अवस्थामा केही सहयोग गर्न नसके पनि तब म बिहे गरेर आमालाई एउटा साठी राखेर मात्रै काठमाडौँ जाने निर्णय गर्छु त्यो भएर तिमी मसँग बिहे गर्नै पर्छ बरु सोच भागेर बिहे गरौँ म घरको कान्छी छोरी तयारको पनि इज्जत छ बरु मैले भनेको मान तिमी कमाउनु जा आखिर म तिम्रो त हो नि होइन रहेछ जमुना कहिले आयो काठमाडौँबाट के हुले बनाइरहेको यस्तो जमुना तिमीले सोचेको जस्तो हामीले सोचेको जस्तो होइन रहेछ काठमाडौँ सहर काठमाडौँ सहर त स्वार्थीको मात्रै हुँदो रहेछ
र धनीको मात्रै हुँदो रहेछ। हामी जस्तोको काठमाडौँ सहर होइन रहेछ। जब तिमीले भनेको थियौ नि मलाई काठमाडौँ गएर जागिर खाऊ, पैसा कमाऊ, अनि त्यसपछि बिहे गर्छु भनेर भनेको थियो नि, म नगएको होइन, म काठमाडौँ गएको थियो। तर म काठमाडौँ जाने बित्तिकै लकडाउन भयो। त्यसपछि भोकभोक्दै मागेर हिँडेँ म। तर तिमीले सोचेको जस्तो राम्रो सहर होइन रहेछ। स्वार्थी स्वार्थी मान्छे बस्ने सहर रहेछ त्यो। हामी जस्तो गरिबको सहर होइन रहेछ। जमुना, म रोडमा भत्कारिँदै हिँडेँ, काम खोज्दै हिँडेँ, तर काहीँ पनि काम दिएन मलाई। कोरोना लाग्छ भनेर छिछि दुर्दुर जमुना, के भयो तिमीलाई? छन् म भने तिमीलाई सम्झेर आएको, के भयो? आउ न। अझै मलाई भेट्ने कोसिस कहिले पनि नगर। जमुना, त्यसो नभन्नु प्लिज। म तिमीलाई यति धेरै माया गर्छु। तिमीलाई सम्झेर म काठमाडौँदेखि यहाँसम्म आएको छु। प्लिज, मेरो आमालाई भेटेको छैन, तिमीलाई भेट्न आएको छु। म तिमीलाई यति धेरै माया गर्छु, प्लिज के। अबदेखि मलाई कहिले पनि नभेट। जमुना, 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 ढोका खोल्नु प्लिज।
निष्ठुरी भई देखेछौ दैव भागे छोराको भाग्य छोराको